नेपालमा हाल 2082 वैशाखसम्म चरा प्रजातिको सङ्ख्या कति पुगेको छ? 800 वटा, 850 वटा, 880 वटा र 899 वटा। तपाईहरूको लागि अप्सनहरू दिएको छ। यसको सही उत्तर हुन्छ साथीहरू अप्सन नम्बर डी, 899 वटा चरा प्रजातिहरू पुगेका छन् नेपालमा 2082 वैशाखसम्म। क्वेसन नम्बर 2, 16औं योजनाको अन्त्यसम्म नेपालको गरिबीको रेखामुनि रहेको जनसङ्ख्या निरपेक्ष गरिबी कति पुर्याउने लक्ष्य रहेको छ? 12%, 11%, 0% र 5% भनेको छ। कति प्रतिशत हो त साथीहरू? यसको राइट आन्सर रहेको छ अप्सन नम्बर ए, 16औं योजनाको अन्त्यसम्ममा चाहिँ नेपालको निरपेक्ष गरिबी 12% पुर्याउने लक्ष्य रहेको छ। इन्डिया र पाकिस्तान बीचको अन्तर्राष्ट्रिय सीमारेखालाई के भनिन्छ? मेकमोहन लाइन, ड्युरेन्ड लाइन, हिन्डेनबर्ग लाइन र रेड क्लिफ लाइन। तपाईहरूको लागि अप्सनहरू दिएको छ। इन्डिया र पाकिस्तान बीचको अन्तर्राष्ट्रिय सीमारेखालाई चाहिँ रेड क्लिफ लाइन भनेर भनिन्छ। चन्द्रमाको प्रकाश पृथ्वीमा आइपुग्न कति समय लाग्छ? 1 सेकेन्ड, 1.3 सेकेन्ड, 2 सेकेन्ड र 2.3 सेकेन्ड। तपाईहरूको लागि अप्सनहरू छन्। चन्द्रमाको प्रकाश पृथ्वीमा आइपुग्न चाहिँ 1.3 सेकेन्ड लाग्ने गर्दछ। नेपालको वर्तमान संविधानमा सङ्घ, प्रदेश र स्थानीय तहका साझा अधिकार सूची कतिवटा रहेका छन्? 21 वटा, 35 वटा, 15 वटा र 25 वटा। यसको सही उत्तर रहेको छ अप्सन नम्बर सी, 15 वटा अधिकारहरू रहेका छन्। यो चाहिँ अनुसूची 9 मा व्यवस्था गरिएको छ नेपालको संविधानको। भाषाहरूको चिडियाखाना भनेर कुन देशलाई चिनिन्छ? नेपाल, भारत, पपुवा न्युगिनी र चीन। भाषाहरूको चिडियाखाना भनेर चाहिँ भारतलाई चिनिन्छ। नेपालले बेल्ट एन्ड रोड इनिसिएटिभ BRI को फ्रेमवर्कमा कहिले हस्ताक्षर गरेको थियो? 2 डिसेम्बर 2024, 4 डिसेम्बर 2024, 3 डिसेम्बर 2024 र 5 डिसेम्बर 2024। तपाईहरूलाई अप्सनहरू दिएको छ। नेपालले चाहिँ BRI, यो चाहिँ चीनसँगको सम्झौता रहेको छ, कहिले हस्ताक्षर गरेको हो त साथीहरू? यसको राइट आन्सर रहेको छ अप्सन नम्बर बी, 4 डिसेम्बर 2024 मा गरेको थियो। कोशी नदीलाई चीनमा के नामले चिनिन्छ? साङ्पो, कौशिक, कुमारी र कुनै पनि होइन भनेको छ। कोशी नदीलाई चाहिँ चीनमा पुगेपछि साङ्पो नामले चिनिन्छ। भारतमा चाहिँ कोशी नदीलाई दामोदर नदी अथवा बिहारको दुःख भनेर पनि चिनिन्छ। संविधानको कुन धारामा नागरिक कर्तव्यबारे उल्लेख गरिएको छ? धारा 28, धारा 38, धारा 48 र धारा 58। एकदमै सजिलो प्रश्न रहेको छ। नेपालको संविधानको धारा 48 मा चाहिँ नागरिकका 4 वटा कर्तव्यहरूबारे उल्लेख गरेको छ। क्वेसन नम्बर 10, नेपालका नदी र तिनका पौराणिक नामबीच जोडा मिलाउनुहोस् भनेको छ। यहाँ चाहिँ विभिन्न नदीहरू र तिनीहरूको पौराणिक नामको आधारमा हामीले जोडा मिलाउनु पर्ने हुन्छ। ए मा दिएको छ अरुण नदी। अरुण नदीको पौराणिक नाम के हो त साथीहरू? महाप्रभा रहेको छ। त्यसैगरी बी मा दिएको छ सुनकोशी नदी। सुनकोशी नदीको पौराणिक नाम शुभसर्वा रहेको छ। मर्स्याङ्दी नदी। मर्स्याङ्दी नदीको पौराणिक नाम चाहिँ शीतप्रभा हो र त्यसैगरी दुधकोशी नदीको पौराणिक नाम चाहिँ भद्रावती रहेको छ। 16औं योजनाको अन्त्यसम्म नेपालको मानव विकास सूचकाङ्क कति पुर्याउने लक्ष्य रहेको छ? 0.650, 0.660, 0.750 र 0.760। तपाईहरूको लागि अप्सनहरू दिएको छ। यसको सही उत्तर रहेको छ अप्सन नम्बर ए, सूचकाङ्क 0.650 पुर्याउने लक्ष्य रहेको छ 16औं योजनाको अन्त्यसम्ममा। हाल चाहिँ नेपालको मानव विकास सूचकाङ्क 0.601 रहेको छ। यसैका साथ चाहिँ नेपाल 146औं स्थानमा पनि रहेको छ। तलका भनाइहरू अध्ययन गरी सही भनाइ पहिचान गर्नुहोस्। अप्सन नम्बर ए मा दिएको छ सन् 1215 जुन 15 मा राजा जोन द्वितीयले म्याग्ना कार्टामा हस्ताक्षर गरेका थिए। त्यसैगरी बी मा दिएको छ नेपालको म्याग्ना कार्टा प्रतिनिधि सभाको घोषणापत्र 2063 लाई भनिन्छ।
र सी मा दिएको छ ए र बी दुवै सही र डी मा भनेको छ ए मात्र सही। यसको राइट आन्सर के हुन्छ त साथीहरू? यसको करेक्ट आन्सर रहेको छ अप्सन नम्बर सी। भनाइ ए र बी दुवै सही रहेका छन्। क्वेसन नम्बर 13, कफीमा क्याफिन तत्त्व पाइन्छ भने खुर्सानीमा के पाइन्छ? क्यालोरोफल, क्याप्साइसिन, अक्सिजन र केजिन भनेको छ। के पाइन्छ त साथीहरू? यसको राइट आन्सर रहेको छ अप्सन नम्बर बी। खुर्सानीमा चाहिँ क्याप्साइसिन नामक तत्त्व पाइन्छ। गणतन्त्र नेपालको प्रथम निर्वाचित प्रधानमन्त्री देखाएका मध्ये को हुन्? पुष्पकमल दाहाल प्रचण्ड, गिरिजाप्रसाद कोइराला, जङ्गबहादुर राणा र कुनै पनि होइन भनेको छ। नेपालमा गणतन्त्रको स्थापना 2065 जेठ 15 गते भएको थियो भने त्यस पश्चात चाहिँ नेपालका प्रथम निर्वाचित प्रधानमन्त्री को हुन् त साथीहरू? यसको राइट आन्सर रहेको छ अप्सन नम्बर ए। पुष्पकमल दाहाल प्रचण्ड रहेका छन्। विश्व ब्याङ्कद्वारा सन् 2025 अप्रिल 3 मा सार्वजनिक प्रतिवेदन अनुसार आर्थिक वर्ष 2081-82 मा नेपालको आर्थिक वृद्धि दर कति कायम हुने अनुमान गरिएको छ? 4%, 5%, 4.5% र 5.5% भनेको छ। यसको सही उत्तर के हुन्छ त? यसको राइट आन्सर रहेको छ अप्सन नम्बर सी। 4.5% हुने अनुमान गरेको छ विश्व ब्याङ्कले। क्वेसन नम्बर 16, युनिभर्सल डोनर भनेर कुन रक्त समूहलाई चिनिन्छ? ओ पोजिटिभ, ए पोजिटिभ, बी पोजिटिभ र एबी पोजिटिभ भनेको छ। यसको राइट आन्सर रहेको छ अप्सन नम्बर ए। ओ पोजिटिभलाई चाहिँ युनिभर्सल डोनर भनेर भनिन्छ। त्यसै गरी युनिभर्सल रिसिभर भनेर चाहिँ एबी पोजिटिभलाई चिनिन्छ। सार्कको लोगो बनाउने व्यक्ति को हुन्? श्री 5 वीरेन्द्र, तेन्जिन लेकफेल, शैलेन्द्र महर्जन र आनन्द प्रसाद श्रेष्ठ भनेको छ। सार्कको लोगो बनाउने व्यक्ति को हुन् त? एकदमै सजिलो प्रश्न रहेको छ। शैलेन्द्र महर्जनले बनाएका थिए सार्कको लोगो। क्वेसन नम्बर 18, नेटोको 32औं सदस्य राष्ट्र देखाएका मध्ये कुन हो? फिनल्यान्ड, स्विडेन, अल्बानिया र क्यानाडा भनेको छ। नेटोको चाहिँ 32औं सदस्य राष्ट्र स्विडेन रहेको छ। क्वेसन नम्बर 19, आसियनको त्रिमूर्ति राष्ट्रहरूमा देखाएको कुन पर्दैन? थाइल्यान्ड, मलेसिया, इन्डोनेसिया र फिलिपिन्स भनेको छ। आसियनको त्रिमूर्ति राष्ट्रहरूमा चाहिँ फिलिपिन्स पर्दैन। त्यसैले आसियनको त्रिमूर्ति राष्ट्रहरू भनेर चाहिँ थाइल्यान्ड, मलेसिया र इन्डोनेसियालाई भनिन्छ। जनताको घरको धुरीबाट धुवा ननिस्केसम्म भोजन नगर्ने राजा देखाएका को हुन्? यक्ष मल्ल, महेन्द्र मल्ल, रुद्र मल्ल र अभय मल्ल भनेको छ। जनताको घरको धुरीबाट धुवा ननिस्केसम्म भोजन नगर्ने राजा महेन्द्र मल्ल हुन्। मगर जातिमा छोरी बेच्ने प्रथालाई प्रतिबन्ध गर्ने व्यक्ति को हुन्? भीमसेन थापा, अमरसिंह थापा, जङ्गबहादुर राणा र कुनै पनि होइन भनेको छ। को हुन् त साथीहरू मगर जातिमा छोरी बेच्ने प्रथालाई प्रतिबन्ध गर्ने व्यक्ति? यसको करेक्ट आन्सर रहेको छ अप्सन नम्बर ए। भीमसेन थापाले गरेका थिए। विश्व बौद्ध सङ्घको प्रधान कार्यालय कहाँ रहेको छ? बैङ्कक, तिब्बत, भारत र चीन भनेको छ। विश्व बौद्ध सङ्घको प्रधान कार्यालय बैङ्कक, थाइल्यान्डमा रहेको छ। क्वेसन नम्बर 23, कुन युगमा नेपालको नाम के थियो? जोडा मिलाउनुहोस् भनेको छ। नेपाललाई चाहिँ सत्ययुगमा के भनेर भनिन्थ्यो त साथीहरू? सत्ययुगमा सत्यवती भनेर भनिन्थ्यो। त्यसै गरी बीमा दिएको छ त्रेतायुग। त्रेतायुगमा तपोवन भनेर भनिन्थ्यो नेपाललाई। द्वापर युगमा मुक्ति सोपान भनेर भनिन्थ्यो र कलियुगमा चाहिँ हाल नेपाल भनेर भनिन्छ। नेपालको वर्तमान संविधानको कति धारामा महाअभियोग सम्बन्धी व्यवस्था रहेको छ? धारा 99, धारा 100, धारा 101 र धारा 102। कतिमा रहेको छ त महाअभियोग सम्बन्धी व्यवस्था? यसको सही उत्तर रहेको छ धारा 101 मा रहेको छ। प्यारासुटको आविष्कार कसले गरेका हुन्? जे थोम्सन, जे ब्लेन्चार्ड, गुटेनबर्ग र जोसेफ नियसी भनेको छ। प्यारासुटको आविष्कार कसले गरेका हुन् त साथीहरू?
यसको सही उत्तर रहेको छ अप्सन नम्बर बी, जे ब्लेन्चार्डले गरेका थिए। क्षेत्रफलको हिसाबले पृथ्वीको तेस्रो ठुलो महासागर कुन हो? प्रशान्त महासागर, हिन्द महासागर, आन्ध महासागर र कुमेरु महासागर भनेको छ। क्षेत्रफलको हिसाबले पृथ्वीको तेस्रो ठुलो महासागर हिन्द महासागर रहेको छ। पहिलो चाहिँ प्रशान्त महासागर हो, त्यसैगरी दोस्रो आन्ध महासागर र तेस्रोमा चाहिँ हिन्द महासागर रहेको छ। त्यसैगरी गहिराईको आधारमा चाहिँ सबैभन्दा गहिरो प्रशान्त महासागर नै हो, त्यसपछि गहिरो चाहिँ हिन्द महासागर र तेस्रो गहिरो आन्ध्र महासागर रहेको छ। यसरी तपाईले सम्झिनु होला। मध्य प्रदेशमा नपर्ने जिल्ला तलका मध्ये को हुन्? पर्सा, बारा, सर्लाही र बाँके भनेको छ। मध्य प्रदेशमा नपर्ने जिल्ला कुन हो त साथीहरू? एकदमै सजिलो प्रश्न रहेको छ, यसमा चाहिँ नझुक्किनु होला। यसको सही उत्तर हुन्छ अप्सन नम्बर डी, बाँके चाहिँ मध्य प्रदेशमा पर्ने जिल्ला होइन। क्वेसन नम्बर 28, युएनओ को अन्तिम सदस्य राष्ट्र कुन हो? अल्जेरिया, पूर्वी टिमोर, सुडान र दक्षिणी सुडान भनेको छ। युएनओ संयुक्त राष्ट्र सङ्घको अन्तिम सदस्य राष्ट्र कुन हो त? अप्सन नम्बर डी, दक्षिणी सुडान रहेको छ। नेपालको कर्णाली नदीलाई इन्डिया पुगेपछि के नामले चिनिन्छ? महानन्दा, घागरा, शारदा र दामोदर भनेको छ। नेपालको कर्णाली नदीलाई चाहिँ भारतमा पुगेपछि घागरा नामले चिनिन्छ। त्यसैगरी भारतमा मेची नदीलाई चाहिँ महानन्दा भनेर भनिन्छ, महाकाली नदीलाई शारदा भनेर भनिन्छ र भारतमा चाहिँ कोशी नदीलाई दामोदर भनेर भनिन्छ। यो पनि सम्झिनु होला। क्वेसन नम्बर 30, राणाकालीन प्रशासनिक अड्डाको रूपमा सरकारी कर्मचारीको अभिलेख राख्ने अड्डालाई के भनिन्थ्यो? जङ्गी बन्दोबस्ती, कमान्डरी अड्डा, मुलुकी बन्दोबस्ती र मुन्सीखाना भनेको छ। राणाकालीन प्रशासनिक अड्डाको रूपमा सरकारी कर्मचारीको अभिलेख राख्ने अड्डालाई चाहिँ कमान्डरी अड्डा भनेर भनिन्थ्यो। गैरकानुनी ढङ्गले आर्जन गरिएको रकमलाई कस्तो किसिमको मनी भनिन्छ? सफ्ट मनी, ब्लड मनी, ब्ल्याक मनी र हट मनी भनेको छ। यसको राइट आन्सर रहेको छ अप्सन नम्बर सी, ब्ल्याक मनी अथवा कालो धन भनेर भनिन्छ गैरकानुनी ढङ्गले आर्जन गरिएको मनीलाई। क्वेसन नम्बर 32, विश्वको ठुलो ताल कुन हो? क्यास्पियन ताल, बैकाल ताल, रारा ताल र सेफोक्सुन्डो ताल अप्सनहरूमा दिएको छ। विश्वको सबैभन्दा ठुलो ताल चाहिँ क्यास्पियन ताल हो। त्यसैगरी विश्वको सबैभन्दा गहिरो ताल बैकाल ताल हो र नेपालको सबैभन्दा ठुलो ताल रारा ताल हो भने नेपालको सबैभन्दा गहिरो ताल सेफोक्सुन्डो ताल रहेको छ। यो पनि सम्झिनु होला। पूर्वमा लामटाङ हिमालदेखि पश्चिममा धौलागिरी हिमालसम्म फैलिएको नदी कुन हो? सप्तकोशी, सप्तगण्डकी, कर्णाली, कुनै पनि होइन भनेको छ। यसको सही उत्तर रहेको छ अप्सन नम्बर बी, सप्तगण्डकी नदी पूर्वमा लामटाङ हिमालदेखि पश्चिममा धौलागिरी हिमालसम्म फैलिएको छ। राष्ट्रिय जनगणना 2078 अनुसार सबैभन्दा थोरै जनसङ्ख्या भएको जातिबाट क्रम मिलाउँदा कुन सही हो भनेको छ। कुन सही हुन्छ त साथीहरू? तपाईहरूले सरसर्ती हेर्न सक्नुहुन्छ। म चाहिँ यसको आन्सर भनिदिन्छु। यसको राइट आन्सर रहेको छ अप्सन नम्बर सी, नुराङ। नुराङ मात्र 36 जना रहेका छन्। त्यसपछि बनकरिया जाति चाहिँ 180 जना रहेका छन्। त्यसपछि कुसुन्डा, सुरेल, लोहमी, यो क्रम चाहिँ सही रहेको छ।